यहाँ चाहिँ चढाउँदै गरेको अब चाहिँ फाइनल्ली चढ्यो अब चाहिँ फाइनल्ली सकियो एकपटक उद्घाटन गरौँ है पारी तर्नुपर्छ उद्घाटन गरेर पारीबाटै निस्किनुपर्छ है माथि हेलो एन्ड नमस्ते साथीहरू एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सो आई होप सबैजना आरामै हुनुहुन्छ होला म एकदमै आरामै छु सो आज चाहिँ के को बारेमा भिडियो छ भन्ने कुरा चाहिँ तपाईँहरूले टाइटल र थम्बनेल देखेर थाहा पाइसक्नु होला सो आज चाहिँ म भिडियो चाहिँ यो डाँडाबाट चाहिँ स्टार्ट गरिरहेको छु तपाईँहरू देख्न सक्नुहुन्छ है यो पछाडि सो यहाँबाट चाहिँ वारिपारि देखिन्छ नि त देखिने ठाउँबाट चाहिँ म भिडियो स्टार्ट गरिरहेको छु साथीहरू त्यो सँगसँगै म चाहिँ आज हाम्रो शनिबार श्रमबारको रूपमा नि काम भइरहेछ त्यो सँगसँगै आज चाहिँ गाउँमा सागो तान्नु पर्ने छ त्यही भएर सागो तान्न जाँदै गरेको अब हेरौँ कति मान्छे भेला हुन्छ अनि हाम्रो श्रमदानको टोली पनि भेला हुने कुरा छ सो त्यो भएर आज चाहिँ गाउँमा अब धेरैजना मान्छे भेला हुन्छ होला अनि पहिले जस्तै हाम्रो परम्परागत रूपमा जस्तै हामीले चाहिँ पाटी पौवा अनि खोला नालामा सागोहरू हाल्ने गर्छौँ त्यही भएर आज चाहिँ हामीले सागो हाल्नको लागि चाहिँ भेला हुँदै गरेको त्यसैमा म पनि जाँदै गरेको आज चाहिँ हामीहरूले गाउँघरमै काठको सागो कसरी थाप्छौँ भन्ने कुरा चाहिँ त्यसको बारेमा म तपाईँहरूलाई भिडियो लिएर आएको छु सो त्यही हो गाइज है दाइले चाहिँ होइन भर्खर आइपुग्यो दाइ भएकोमा दाइले थर्काउनु भयो र त्यो त्यहाँ हाल्नु पऱ्यो नि त ल अब दाइसँग लाग्यौँ है दुईजना भएर दाइ तर खतरा रिसाउनु भयो चाहेर माथि कम्ता बसिनहरू चाहेर कसकोमा उपरकोमा गाह्रो होइन खासमा अब चिम्चिमा आयो निस्किनु पऱ्यो तपाईँ जङ्गल पुग्नुहुन्थ्यो हाम्रो साइडको छोकेको एनाखमकोहरू नेपालको मान्छे भर्खर तातिँदैछ उज्यालो माथिबाट हुँदै आउँछ कि त्यही भएर हो लगाएछ अब चाहिँ बाइक साइक राखेर अब हामीहरू चाहिँ लाग्यौँ माथि सागो काट्दै गरेको ठाउँसम्म जानुपर्छ त्यस पछाडि सागो तान्दै जानुपर्छ अनि सागो तानेर झारिसके पछाडि चाहिँ यो तलतिर खोलामा राख्नुपर्छ सो त्यसै अब दाजुभाइ पन्डाङ पोटङ यो दाइसँगको सङ्गात भनेको बाँचिन्जेलै रहेछ दाइले घरिघरि मलाई थर्काउँछन् अघि नि तपाईँहरूले देखिहाल्नुभयो अलिकति ढिलो गर्दाखेरि थोरै गल्ती गरे पनि ठुलो मान्छे साथमा भएपछि चाहिँ गाली गरेरै छोड्छन् रहेछ भन्ने बुझियो है सागो हल्लिन्छ हेर्नु न यस्तो डेन्जर छ आम्मा म यो त यस्तो लुरुक हल्लिन्छ मान्छे कसरी यो पनि फेर्नुपर्ने रहेछ है आम्मा यहाँबाट रेबल पुल बनाउने भन्ने कुरा रहेछ यसमा चाहिँ आइपुग्यो हामी पनि तर कहाँ हो कहाँ अलमलिएर जङ्गलमा यस्तो छ अवस्था कति बेला पुऱ्याउन चाहिँ ए बिस्तारै त्यो गुर्कियो भने त हान्छ म फेरि अर्को तलै पुऱ्याइसके अब एउटा चाहिँ यहाँ लाँदैछौँ अलिक ठुलो चाहिँ यही रहेछ अब अहिले चाहिँ यहाँ ढुङ्गाको जस्तो तास्दै गरेको छ तासुम त सट्ट लाएर पल्टाउँ त 15 जनाको टोली छ अहिले हाम्रो तल 15 जनाले लगिसके पुऱ्याइसके अब तिमीले नाम चतार खा कुसैनी हो म ती खाजा काम ल त्यो बट्याम रोटो मुके ताल पि म त लौरा हाल्नु चल जी खिम खाइन नसा आनम बाक्सा बना मेला थियो न यल खिम खाइन बोले
यहाँ त भिन्गाइले मिलन मिलौँ त मम त्यो पनि काट्नु त आइक्यो झाडीको चाहिँ काम दिँदैन हाम्रो दिनेशन पा पनि उतै गएको अर्कै टिममा दिनेशम झम्किँदै थियो नरे पल्लो घरमा सारे बुढा चलाएको छ नि त यस्तो छ अवस्था अब यहाँ चाहिँ उतो चाहिँ भिड छ यहाँ माथिबाट मलाई पो हान्यो त अहिले त के हो यहाँबाट उदो खस्यो भने चाहिँ निकाल्न सकिँदैन होला एकदम डेन्जर छ झार्दैन यत्रो मैदानमा कहाँ झार्छ यति हो त्यो चुटिन्छ ए त्यो सुरु सुरुको तारै चाहिँ डेन्जर भयो चारजना काट्ला र हिँड्छ नि यसरी ल ल ल ल बुढा हिँड्यो अगाडि गले छोडिदियो नि गली गयो नि हामी पो यहाँ समात्नु बल्ल आइपुग्यो हिँडेकै हो तानेको टोलीले अहिले चाहिँ ल अब चाहिँ धेरै गलियो अब चाहिँ पानी खानुपर्ने अवस्था छ खोलामा सबैजनाले पानी खाउँ त्यसपछि खोला तार्नुपर्ने हुन्छ यहाँ ए भेना नमस्कार अघि जस्तै भनिदिनु न कि के भन्दै हुनुहुन्थ्यो अब वास्तवमा दाँत छैन होइन नदेखाउँ होला वास्तवमा के भन्नु भने अब त्यस्तै हो साँगो तानी क्रममा छौँ त्यस्तै हो अब पानी खान आउनु पेट घटाउनु पर्छ क्या त पानी खाएर पानी पनि खानुपर्छ है बिर्सिनुहुन्छ नि काकाले त आफ्नो आफ्नै बोक्नु भएको छ निकाल्नु नि काका केसँग भरै मुठी हुन मान्दैन खाने त्यहाँ अघिको के अरे अब पानी खाँदै हुनुहुन्छ दाइले पनि पानी खानुपर्छ तर कसरी खाने कि एउटा नि बोतल कसैले बोकेन है यसरी खाने अलिक खोला तार्दा चाहिँ निकै गाह्रो अवस्था छ ल अहिले चाहिँ हामीहरू अब छन्वा खाँदैछौँ के गर्नु गलेपछि त आउनु हुँदैन होला ए भेना ल बस्नुहोस् न मापामा सालाकै छेउमा आउनुपर्छ त परेन त लु बस्नुहोस् पानी खाँदै खानुपर्छ कहाँ नखाउनु फेरि बोकेर लानु ओह्रालै आज रुप चाहिँ तल पुगिसक्यो कि आगि पनि दिनुभएको सेवा छ है मेरो भेनाको सबैभन्दा राम्रो टोपी छ मलाई टोपी राम्रो लाग्छ अनि दाँत अनि नाक छ्याक्कै यस्तो राम्रो छ सागो थोतम गयो कि त्यहीको चाहिँ धेरै थोतमको दुखे बा सानो दमका नकासम तिमी हाम्रो राई भाषामा वासिम भन्छ है गाइस अहिले चाहिँ आधी बाटो झारिसकियो यो मुढा तान्न जतिको नमिठो एउटा चाहिँ पुऱ्याइसक्यो अलिक सानो थियो त्यही भएर तलतिर चाहिँ त्यो टुप्पाले हान्न सक्छ है होसले होसले तानेको तानेकै तानेको तानेकै तानेको तानेकै बाजी अलैँचीमा त मल लगाएको रहेछ त है यहाँ त यो हाम्रो लेटेस्ट अलैँचीको बोटमा चाहिँ मल लगाएर रोपिएको रहेछ यो चाहिँ पुरानो
भर्खर यति मात्रै हान्दै रहेछ बच्चा चाहिँ खासै नफस्टिँदो रहेछ लेकमा चाहिँ जोगार है ल छुट हान्ने रहेछ लाग्यो नि है कसले यो छोडेको राखेको त्यति च्यापेको रहेछ नि झन्नैले भाग्नु भनेको त्यही भएर झन्नैले लाग्यो ल गाइस अब चाहिँ हामीहरू आधी बाटो पुऱ्याउन समय लाग्ने रहेछ आज साँगो थाप्न सायदै सकिँदैन होला त्यस्तो छ अब मलिरहेछ एउटा चाहिँ सानो चाहिँ पुगिसक्यो अब यो चाहिँ कति बेला पुऱ्याउने भन्ने कुरा रहेछ गाह्रो चाहिँ गाह्रो हुन्छ होला सो हेर्दै गर्नु होला हामी कन्टिन्यू आफ्नो काम निरन्तर गर्नेछौँ हम चाहिँ नतान्ता हे हम नै तान्ने बिस्तारै जाउँ लडिन्छ फस्के माटो छ खुट्टै दुखिन्जेल भइसक्यो यार के हो मान्छे त टन्नै रहेछ त केटा केटी सबै आएर छन् त कोही 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 रिसाउँदैछन् म त्यही भएर भनेको सबले चय पक्रिउ भन्दैछु म सबले चय पक्रिने कसैले नछोड्ने ताने ताने नताने नताने ल ल पक्रेपछि हिँड्छ के हो केदार दाइले छुने बित्तिकै उठ्यो त सागो छन्किँदाखेरि सबै रमी तेर्छ है त भने फेरि हेर न कोही कोही भने केदार त्यहाँ नजिकमा नबस्नु केदार दाइ अलिक नजिकमा नबस्नु त पल्छ आई बुढा काठमाथि लाएर के भएको ल फेरि गल्यो कि क्या शिखरेम्बा रोटी पार्छ है त्यही अन्तिम धेरै तल पुगिसक्यो त्यसपछि तलतिर खाजाको व्यवस्था रहेछ खाजा खाने टोलीहरूले खाजा खाँदैछ अब पुग्न आँटिसक्यो अब अन्तिम भन्नुपर्छ है गाइस अब लगेर चराउनु पर्छ अब चाहिँ फाइनली यहाँ देखेको ठाउँमा लगेर हाल्नुपर्ने छ
अब चाहिँ फाइनली चराइसक्नुभयो अब चरिसके पछाडि चाहिँ अब सुल्काएर उता लानुपर्छ के छ सम्भावना अब हेरौँ यो जुन देखिएको छ यो चाहिँ चोया बान्दै हुनुहुन्छ पारीबाट तान्नलाई सजिलोको लागि त्यस्तो छ है अवस्था गाइस अब चाहिँ फाइनली सकियो एकपटक उद्घाटन गरौँ है पारी तर्नुपर्छ उद्घाटन गरेर पारीबाटै निस्किनुपर्छ है माथि अभि दाइ यतैबाट निस्किनुपर्छ माथि ल उद्घाटन गरियो है डर चाहिँ लाग्छ बाढ बिना भाँच्ने कुरा त्यस्तै दाजु भाँच्ने कुरा हुँदैन भेना धन्यवाद थ्याङ्क यू भेरी मच आई लभ यू साले छानेको त धेरै माया गर्थेँ साला पनि मुरी मुरी माया छ अनाले कहाँ लट्ठी हान्थ्यो होला भन्दा भने हे भेना यहाँ है ल अब चाहिँ उद्घाटन भयो यसरी यता आउने कस्तो